पर छ गोही चाहिँ है कहाँ पर ओ त्यहाँ हेर्नु त मेरो औँलाबाट सिधा माथि पो निस्किरहेको माथि निस्किरहेको नि भन्छ 30-40 वर्षसम्म यहाँ आउनु भएको थिएन है एउटा चाहिँ ऊ त्यो पानीमा छ हेर्नु त सुतिरहेको रहेछ है यस्तो यस्तो केही पनि थिएन है बाजे पहिला केही थिएन दुईटा थियो यता एउटा मात्रै रहेछ है यो भालेवाला पानी पर्यो अनि ओडार्दै रहेछ यस्तो त राख्नै पर्यो गर्मी हुन्छ उनीहरूलाई त है बेचारा पानी नि फोहोर रहेछ सफा गर्नु नि होइन बुढो भएछ है यतापट्टिको चाहिँ वन मान्छे पहिला मान्छे हामी नि यसरी जन्मेको त हो नि है यस्तो हुँदै हुँदै मान्छे भएको होइन टाउ हल्लाउँछ भोला कत्रो हात है यसको है बाजे यसको लागि चाहिँ ठुलो ठाउँ छ है धेरै नै ठुलो छ चलेको गर्नुपर्ने होला हाँस्छ माछा भ्याएको त होइन त बाजे कछुवा नि रहेछ कति धेरै रहेछ ल शीतल है यहाँ चाहिँ जस्ता भएर होला भनेपछि दक्षिण काली चाहिँ धेरै पछि जानु होला गएको छैन है अहिलेसम्म अब धेरै टाढा पनि छैन अलिक पर छ अनि दर्शन गर्न जाउँला है त तपाईँ आमा चाहिँ भाटामा गएछ को आमा चाहिँ त्यही तल हिँडेर जानुपर्छ त्योभन्दा माथि डाँडामा छ आमा चाहिँ ए त्यहाँ चाहिँ गएको छैन दक्षिणकालीको भगवान् त तल हिँडेर जाने होइन खोलाको छेउमा छ उतापट्टि दिनबाट माथि चढ्ने बाटो छ ए माथि घोप्टो पारेर सुताइरहेको छ ए ल छोरी चाहिँले लात्ताले हानेर उछिटै दिएको दक्षिणकाली चाहिँ कस्तो लाग्यो तपाईँलाई राम्रो छ राम्रो लाग्यो हो धेरै पछि आउनु भएको है तपाईँ त अनि अरू त्यस्तै हो गर्मी चाहिँ गर्मी छ है यहाँको चाहिँ ठुलो छ है गहिरो पनि छ अझै राम्रो छ नि त राम्रो छ यो ठाउँ चाहिँ कस्तो लाग्यो त तपाईँलाई राम्रो छ यो राम्रो छ है सफा है थाक्नु भयो जस्तो है थाक्न त अलि थाकिहाल्छ नि होइन पहिला चाहिँ दिन्थ्यो रुख चाहिँ ऊ पर छ क्या तपाईँलाई त्यो रुख पनि याद रहेछ है हामी बचपनमा यहाँ माछा कति मारेर लैजाने बच्चा बेलामा जाउँदाखेरि आउने
ट्याक्सी लिएर पिठो अलिकति मुस्यो त्यो बल्छीमा टाँस्यो हाल्यो अनि फुट्टा फाल्देपछि माछा परिहाल्ने माछा परिहाल्छ सिङ्गे पर्छ त्यो सिङ्गै अहिले चाहिँ किन मार्नु नदियो होला है खोइ खोइ बुधबार खाना दिँदैन रहेछ होइन अब नेक्स्ट टाइम आउनु पर्ला खाना दिने बेलामा रमाइलो भयो आज भयो पानी पनि पर्न सक्नु सक्छ है फेरि होइन जाउँ उसो भए त जाउँ ल